गाइज अब आज यसो घुमफेर कार्यक्रममा हो पिल्लर रक अनि डल्फिन नोज अनि के भन्ने ठाउँ छ टक्क त्यहाँ चाहिँ अब घुम्न गइन्छ। यसो गएर आउँछु। यहाँ पछाडि पनि एउटा मान्छे बसिया छ जोइ भन्ने मान्छे, यसलाई लिएर पनि घुम्नु पर्ने छ। घुमाइदियो घुमाइदिएन मर लाग्यो, आज घुमाएर आउँछु। गाइज अब नयाँ भ्लग चाहिँ आउँछ, यसो गराइदिनु होला। अब त्यो ठाउँमा पुगेपछि चाहिँ म भ्लग्स बनाउँछु, किनभने अहिले यसो दुई पाङ्ग्रे चलाइरहेको छु। गाडी चलाउँदा चाहिँ यो चलाउनु हुँदैन भन्थे होइन। अब त्यही अनुसारको हो। अब एकछिन वहाँ पुगेर अनि तपाईँलाई देखाउने छु। एकदम इन्ट्रेस्टिङ बवाल होइन। अब टिकट सिकट कति लिन्छ के लिन्छ त्यो पनि काट्नै बाँकी छ। ओके गाइज भ्लग हेरेर रमाउँदै गर्नु होला। ल अहिले एकछिनमा फेरि भेटौँला। गुना के यहाँ चाहिँ पुग्यो टक्क। अब यो घुम्ने मान्छेको हो यिनी हेर न अगाडि नेपाली हो थाहै छ। वास्छ घुस्नु छोडेर लाइनमा लाग्छ नि त। तरिकै भएन नि त होइन। त्यहाँदेखि गुना यो है यहाँ बाटो त्योहरू टिकट लिनुपर्छ क्या। म टिकट लिएर गएँ टिकट काटेर गाउँछ। जडा भनेको यस्तै हुने हो आज यसरी गरेर अनि त्यही छ भत्किने अब यहाँ बवाल रुख छ। यिनीहरू पनि सबै घुम्न आएको। अनि कहिलेकाहीँ घुम्नुपर्छ भन्थ्यो तर यसरी अब अब चाहिँ यता कुहिरो लाग्नु पनि स्टार्ट भयो है जङ्गलको बिचमा। हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै यो कुहिरो पनि स्टार्ट हुन्छ है होइन। बवाल कुहिरो स्टार्ट क्यामेरा यो भित्र। अब हामी यो बाटो हिँड्दैछु अहिले। यो उता गएर यो छ नि हाम्रो यहाँको मेन भनेको यही हो। अब यहाँको कुहिरोभित्र टक्क छिरिन्छ होइन। कुहिरोभित्र छिरेको आनन्द अलग्गै आउँछ होइन। यहाँ तल हिलो छ, हिलोलाई यसो सम्हालेर होइन। अनि 100 मिटर भनेको थियो। अब कतिपय मान्छे त हिँडेर आइसक्यो। अब यस्तै हो। यो फेरि यो ओइसालीको झाड नभएको ठाउँ त छैन। अनि एउटामा छ के विशेषता त्यो मात्रै हेर्न आएको म। हावापानी त एनिवे बबाले हो। अब कुहिरोभित्र छिरिसक्यौँ तर नजिकै हुँदाखेरि चाहिँ यस्तै हुन्छ। यहाँ टक्क यस्तो सिडी चाहिँ रहेछ होइन। म यहाँ सबभन्दा इन्ट्रेस्टिङ बात भनेको कुरा भनेको तपाईँलाई म देखाउँछु होइन। तिमी चाहिँ यताबाट हिँड्दै जाऊ होइन। यता आऊ न। अब यहाँको सबभन्दा टुरिस्टहरू घुम्न आउने भनेको यो रुखको जडा है। यो छ नि यो यसको मेन खासियत भनेको यो क्या। यो मेन भनेको यो हो होइन यहाँको। यो कुरा चाहिँ अनि हेलो यो पनि हाम्रो एक किसिमको झोले बानै हो। डर भन्ने कुराहरू लाग्दैन।
अनि यहाँको यो हो यहाँको मेन खासियत यहाँको घुम्न रमणीय ठाउँ भनेको यो ठाउँ हो अहिले अब म टक्क हिँड्दै जान्छु अब एउटा ए हेलो यता आएन यो मेन ठाउँ हो अब यस्तै त हो यो ठाउँ भनेको यस्तै हो उता छोराटी पनि छन् कहाँ होला गानै आउँदैन मेन खासियत अब ठुलो इच्छा थियो कि मलाई कोडाई कनालमा आएर अनि यो ठाउँमा चाहिँ मैले घुम्न पाउँछु भनेको यो यहाँ तल चाहिँ जरा छैन रुख चाहिँ माथि छ यो है यहाँको खासियत यस्तो ठाउँ प्राय कमै थियो होइन यो भिडियो चला चाहिँ मिस नगर्नु ल पाजी पनि छ अनि हेलो हेलो व्हाट्सअप गाइज यो खै त अनि थियो अब त्यसो नजिक के हेलो टेक बहादुर उनीहरूले ले 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 हेलो यो यति नजिकबाट रेडियो हेलो ए मान्छेलाई यो ठाउँ घुम्न रहर कति थियो के भयो हेलो ए हेलो म त डरले मरेँ यार यो त के खोज्न आछ ए ए ओ माई गॉड हातमै आयो त यो हट नाइस ल ल जम्प जम्प आइज हो इट्स रियल monkey okay okay jump yeah, go back तेरी यो हो यहाँको खासियत भनेको मेनली हो होइन आज चाहिँ कहाँ छ त त्यो है यो सँगै मैले बुढी पनि ल्याएको थिएँ जस्तो लाग्यो होइन कता हरायो अब यो भिड त सानै छ म त फेरि यो ठाउँ समस्या ओके ओके सरी सर कहाँ हराएको त्यो मान्छे मेन खासियत फेरि माथि बादलै बादल हुन्छ है कहाँ हरायो त ए उता रहेछ म खोजेछु यहाँ त हेर्दा चाहिँ बादलै बादल छ है अनि यो गुना क्याबी भनेको अब यो अलिक यहाँ तल खाल्दो रहेछ कहाँ खोजिराखेको यहाँ आएर हराएर रहेछ यार यही गुना क्याबी भनेको रुक्नु अहिले एकछिन आयो यो भिडियो त बनाऊँ होइन
यहाँको खासियत यो चाहिँ बबालसँगै एकचोटि सबले घुम्न आउनु होला। अब खास त यो तल भनेको हाम्रो महेन्द्र केप छ नि त्यहाँ त्यस्तै टाइपको हो क्या ठुलो छ तर पानी चाहिँ छैन समस्या त्यति मात्र हो। हाम्रो उहाँ चाहिँ यो हेलो हेलो गर छोरी हेलो गर हेलो पापा भन हेलो गर ल ल ल ठिक छ अनि जाउँ अब यो है माथि हुँदैन म आएँ अब यो चाहिँ सुरक्षाको लागि चाहिँ राखेको हो एउटा खाल्डो भएकोले। अनि यो मेनली युमा क्यारी भनेको यो छ गाइज होइन यसको तल यति गएर खाल्डो छ कि होइन त्यही त हो अरूतिर हुन्छ भने सेम त्यस्तै यो मेन खाल्डो है। यही हो यहाँको मेन भनेको केब भनेको यही हो। यो केबमा चाहिँ अब के हुन्छ खाल्डोमा छ हो यता पनि यस्तै हो। हेर्दै डर लाग्दो रहेछ नि त हो है भित्र छ त्यस्तो भित्र पनि जस्तो गराहरू छ। अनि यो हल्का हल्का चक्कर भइहाल्यो अब यो चाहिँ बेन्डेड रहेछ अलिकति अलिक केही न केही कमजोरी होला। अनि मोस्ट अफ दीको त्यो भ्यू भनेको यो हो। अनि यहाँ मेन भनेको त यस्तो पो रहेछ त हो। योभन्दा तल चाहिँ भन्छ नि नक्सा सिद्धिन्छ भन्छ नि यस्तो योभन्दा त नक्सै छैन होइन। योभन्दा पुरा भिड भयो यो भिड भयो। अनि यो चाहिँ हाम्रो अब यसमा चाहिँ केही छैन। अर्को चाहिँ अब हेर अहिले एकछिन होला फोटो हान्नलाई त छ त टाइम कहाँबाट आउँछ रुख चाहिँ यति यस्तो छ गइन्छ यस्तो क्या। ए हेलो नमस्ते मन ए यता हो। अनि योभन्दा पारि चाहिँ पिल्लर रक भन्ने ठाउँ छ क्या। यिनीहरू एउटा त डरै मान्दैन नि। ले कान खै कान देखा त तेरो कान भेरी गुड माथि हेर हेलो ओइ यो जाडोले हो फर्क एकचोटि पनि छोड्दैन क्या उनीहरू। यो चाहिँ सबै तयारी गर्ने होइन यो सबै नाइस भयो। एहे यो माथि एउटा रहस्यमय के छ नै
यो चाहिँ रुखद्वारा ह्यान्डमेड है, हातले बनाएको एउटा कला हो। रुखमा चाहिँ बवाल बनाएको रहेछ। ए वान नाइस वान।